एउटा चाहिँ टोली मेयरको लागि चाहिँ कसरी यति पुग्यो भनेर एउटा धार्मिक गुरुले भनेर सुनेको थिएँ मैले होइन। भनेपछि यो चाहिँ उनीहरूले आजको सोसियल मिडिया मेटा अझ के अरे यो अहिले विभिन्न एप्पल फार्मिङदेखि अनेक फार्मिङ गरिरहेको छौँ नि हामी। उहाँहरू चाहिँ नि अहिले सोसियल मिडिया फार्मिङ भन्ने छ अरे, एआईको व्यापक प्रयोग गर्ने होइन, हजारौँवटा कम्प्युटर लिएर वरिपरि बस्ने, अनि एउटा स्ट्याटस बालनले हाल्यो भने चाहिँ 2 घन्टाभित्र त्यो 2 लाख लाइक गइहाल्यो। त्यो कुनै नेचुरल लाइक होइन, त्यो चाहिँ सोसियल मिडिया फार्मिङबाट बनाएको लाइक। त्यो बालनजीले लेखेको स्ट्याटस होइन, बालनजीको एउटा टिम छ त्यसले लेख्छ होइन। त्यो बालनजी भने यस्तो पात्र हुन् कि हाम्रो म गाविस अध्यक्ष हुँदा हाम्रो एउटा वडा अध्यक्ष हुनुहुन्थ्यो हर्कबहादुर तामाङ भन्ने, उहाँको चाहिँ खेतीपाती नभएको होइन। अनि अब गाउँघरतिर चलन के भयो भने गाई ब्यायो कि ब्याएन, धान रोप्यो कि रोपिएन होइन, गहुँ छरियो कि छरेन भने चलन नि त। अनि हर्कबहादुर दाई धान रोप्यो त भन्दाखेरि होइन गर खाऊ भनेर मैले फाँटै छोडिदिएको छु भन्थ्यो क्या। अब यो बालनजीको तरिका त्यही हो, उसले गर खाऊ भनेर फाँटै छोड्ने नहुने स्ट्याटस लेख्छन्। त्यो लाइक कमेन्ट पनि मेटाले नै गरिदिन्छ, स्ट्याटस पनि अरू कसैले लेखिदिन्छ। नउनी विचारक हुन्, नउनी राम्रो वक्ता हुन्, नउनी तपाईँहरूसँग फेस गर्छन्। 3 वर्ष उनले मौन व्रत लिएकै हुन्, जनतालाई नभेटेकै हुन् होइन। उनले चाहिँ छुट्टै लिफ्ट प्रयोग गरेर महानगरपालिका आएकै हुन्। अघिल्लो चोटिको चुनावमा मेरो पराजयका पछाडि धेरै कारणहरू छन्। एउटा कारण अलि जनताको चेतनाभन्दा अगाडि मैले यो नव उदारवादी र विदेशी दलालहरूको विरुद्ध बोली, जनता कन्भिन्स नभइकन आफू बोल्दाखेरि यो बच्चालाई चाहिँ ज्वरोको औषधि खुवाउँदाखेरि गाह्रो हुन्छ नि। अब ज्वरोको औषधि बच्चालाई खुवाउँदाखेरि त्यो सुपर कोटेड क्याप्सुल खुवाउनु पर्ने, मैले चाहिँ ठाडै सिटामोल खान्ने, त्यही भएर बच्चाले थुथु गर्यो। अहिले ज्वरो आएर निमोनिया भएर मर्ने हालतमा पुगेपछि बुझ्यो कि वास्तवमा महेसीले खाँदा सिटामोल ठिकै रहेछ, यो सुगर कोट गर्दा अझ राम्रो हुन्थ्यो, सुगर कोट नगरी खुवाउनु भयो। ल है साथीहरू, त्यो भिडियो हेर्नु भयो होला। अब मोहित बस्नेतको त्यहाँ कुरा पनि सुनिहाल्नु भयो सबै। अब मेटाको कारणले यति भयो उति भयो, टोले नेता यताउति अब छँदै छ यिनीहरूको। अब अझै पनि एमाले के चोरीफोरी गएन कि, मोहित बस्नेतको लास्टै छ कि चोरीफोरी। एमाले हारेपछि यिनीहरूले कहाँ गएर मुख देखाउँछन्। त्यही माथि अब बालनलाई ल हेर्नु कति भनेको छ, लाइक यति आयो, कमेन्ट यति आयो, लाइक किन्नु अरे कमेन्ट किन्नु अरे। किन्न मिल्ने भयो उसले आफूले किन्न सक्थेन, आफूले पनि किन्थ्यो होला। त्यसका बादले त्यो के एमाले के अध्यक्ष त्यसले किन्थ्यो होला। सबैले किनौँ भने अरूले नि त सक्थ्यो नि, मैले किनेर हाल्थेँ होला, तपाईँले किनेर हाल्नुहुन्थ्यो होला। किनेर यताउति गऱ्यो अरे, त्यो किनोस् कि जसो गर्यो, उसको पर्सनल लाइफ हो, पर्सनल त्यो आइडी हो, जेसुकै गरोस् उसको त्यो आफ्नो मर्जी हो कि। त्यो भनेको चाहिँ त्यो चाहिँ पर्सनल उसतिर चाहिँ कसैले हस्तक्षेप त्यो उस गर्न मिल्दैन कि। रहेको कुरा अब चुनावको बारेमा नि यता भनेछ उता भनेछ, त्यो केपीले ल हेर्नुहोस्, म डराउँछु यता भनेछ उता भनेछ। त्यो चाहिँ अब नडराउने भयो, चुप लाएर बस्नु नि। नडराउने मान्छे चुप लाएर बसेर हिम्मतले बस्नु सक्छ नि त। जस्तै अब त्यो केपीले झापामा आउँछ, स्याल अरे त्यो यताउति अन्डा भने कहिले कहिले चल्ला भने, त्यो चाहिँ अन्डा चल्ला चाहिँ केपी एमाले यिनीहरू हो कि। जस्तै अब यो मोहित बस्नेतले खुट्टा तान्न खोजेको छ। अब मोहित बस्नेतलाई के थाहा, अब अन्डाले चाहिँ ढुङ्गालाई हान्ने होइन कि, ढुङ्गाले अन्डालाई हान्ने। अब अन्डाले ढुङ्गालाई हानिरहेको, अब अन्डाले ढुङ्गालाई हानेर त फुट्ने त अन्डा हो, ढुङ्गा त फुट्दैन। ढुङ्गा भए चाहिँ अन्डालाई हान्न कुरा ठिकै हो, तर यिनीहरू अन्डा टाइपको अन्डा भइसक्यो छन् अहिले चाहिँ। यिनीहरू ढुङ्गातिर ताकेर कहाँ हुन्छ।